Hello everyone, this is continuation video of ABG interpretation. ABG analysis गर्दाखेरि प्यारामिटर्सहरु बीचको रिलेसन बुझ्न एकदमै इम्पोर्टेन्ट हुन्छ। रेस्पिरेटरी डिसअर्डर हुनुको लागि pH को रिलेसन CO2 सँग अपोजिट हुनुपर्छ। तर यदि pH को भ्यालु इन्क्रिज हुँदाखेरि CO2 को भ्यालु पनि इन्क्रिज नै भइराछ भने त्यो बेलामा हामीले मेटाबोलिक कन्डिसन सस्पेक्ट गरिन्छ र SCO3 को भ्यालु हेर्नुपर्छ। यस्तो अवस्थामा pH र बाइकार्ब यानी कि SCO3 को रिलेसन डाइरेक्टली प्रोपोर्शनल टाइपको हुन्छ। pH इन्क्रिज भइराछ भने बाइकार्ब यानी कि SCO3 पनि इन्क्रिज नै हुन्छ। नाउ लेट्स टक अबाउट कम्पेन्सेसन। बडीमा एसिड बेस डिस्टर्बेन्स हुँदाखेरि बडीको अर्गानहरु लङ्स र किडनीले काउन्टर ब्यालेन्स गर्न ट्राई गरिरहेको हुन्छ, त्यसलाई कम्पेन्सेसन भनिन्छ। यदि PCO2 र बाइकार्बको भ्यालु डिरेन्ज हुँदाखेरि pH नर्मल रेन्ज भित्र लाई गर्छ भने त्यो बेलामा फुल्ली कम्पेन्सेटेड कन्डिसन भन्छ।